हाम्रा गाउँघरमा यति धेरै खेतीयोग्य जमिन छ, तर पनि युवाहरू सहर वा विदेशतिरै किन दौडिरहेका छन्? आजको यस विश्लेषणमा हामी ठ्याक्कै यही कुराको चुरो खोतल्दैछौँ। खास गरी फार्मदेखि मार्केटसम्मको यात्रा र आधुनिक कुलिङ हाउस अर्थात् शीत भण्डारको माध्यमबाट गाउँको आर्थिक विकास र बेरोजगारी समस्याको अचूक समाधान कसरी निकाल्न सकिन्छ भन्ने बारेमा आज हामी चर्चा गर्नेछौँ। आज हामी मुख्य गरी यी 5वटा कुराहरूमा केन्द्रित हुनेछौँ। कृषि र रोजगारीका चुनौतीदेखि लिएर कुलिङ हाउसको अवधारणा, यसको व्यवस्थापन, राष्ट्रिय आपूर्ति श्रृङ्खला र अन्त्यमा यसले कसरी हाम्रो स्थानीय अर्थतन्त्रलाई फेरि ब्याउताउन सक्छ भन्ने बारेमा। सुरु गरौँ पहिलो खण्डबाट, हाम्रो कृषि र रोजगारीका मुख्य चुनौतीहरू। अब सोच्नुस् त, गाउँमा यति धेरै स्रोत र साधन हुँदाहुँदै पनि हाम्रा युवाहरू किन विदेशिन बाध्य छन्? एकातिर हामी रोजगारी र कृषिका ठूला नीतिहरू बनाइरहेका छौं, तर अर्कोतिर श्रमलाई हेर्ने हाम्रो पुरानो दृष्टिकोण र बेरोजगारीले गर्दा गाउँ रित्तिने क्रम रोकिएकै छैन। यो साँच्चै नै एउटा ठूलो विरोधाभास हो। अहिलेको अवस्था हेर्ने हो भने हामीसँग पूर्वाधारको निकै कमी छ र बेरोजगारी बढ्दो छ। तर हाम्रो लक्ष्य के हो त? हाम्रो लक्ष्य भनेको हरेक नागरिकलाई कम्तीमा पनि न्यूनतम रोजगारीको ग्यारेन्टी गर्नु हो। स्थानीय सिपलाई उत्पादनसँग जोडेर युवाहरूलाई गाउँमै टिकाउनु आजको सबैभन्दा ठूलो आवश्यकता बनिसकेको छ। यसको लागि हामीलाई एउटा बलियो र भरपर्दो प्रणाली चाहिन्छ। अब जाउँ दोस्रो खण्डमा, यसको एउटा बलियो समाधान, कुलिङ हाउस अर्थात् शीत भण्डारको अवधारणा। हामी कहाँ कुलिङ हाउस सुरु त गरियो, तर ती त्यति प्रभावकारी रूपमा चल्न सकेका छैनन्। त्यसैले अबको नयाँ प्रस्तावले के भन्छ भने गाउँपालिकाकै प्रत्यक्ष रेखदेखमा हरेक वडाको बीच पर्ने गरी एउटा आधुनिक एसी वा फ्रिज सहितको व्यवस्थित कुलिङ हाउस बनाइनुपर्छ। यो सुन्दा सामान्य चिस्यान केन्द्र जस्तो लाग्न सक्छ, तर वास्तवमा यो त हाम्रो कृषि उत्पादनलाई जोगाउने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने एउटा मुख्य आर्थिक केन्द्र बन्नेछ। अनि यो कुरा हावामा मात्रै गरिएको पक्कै होइन। शीत भण्डार गृह स्थापना कार्यक्रम, कार्यान्वयन कार्यविधि जस्ता हाम्रा आधिकारिक सरकारी दस्तावेजहरूले नै यो कदमलाई नेपाल सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको एकदमै व्यावहारिक र कार्यान्वयन गर्न सकिने योजना हो भनेर स्पष्ट पारेका छन्। अब कुरा गरौँ तेस्रो खण्डको, यसको व्यवस्थापन र सञ्चालन कसरी हुन्छ त? यहाँनिर अङ्क 5 को भूमिका एकदमै रोचक छ। प्रस्ताव गरिए अनुसार एउटा कुलिङ हाउसलाई राम्रोसँग चलाउन कम्तीमा पनि 5 जना कर्मचारीको व्यवस्था हुनुपर्छ। र सबैभन्दा राम्रो कुरा त के भने उनीहरूको तलब र भत्ता सिधै सरकारले नै उपलब्ध गराउनेछ। यसले गर्दा एकातिर व्यवस्थापन दिगो हुन्छ भने अर्कोतिर गाउँमै नयाँ रोजगारी पनि सृजना हुन्छ। यसलाई अझ पारदर्शी र जनमुखी बनाउन बागमती प्रदेशले त निकै कडा नियमहरू नै ल्याएको छ। जस्तै यसको लागि एउटा छुट्टै सञ्चालक समिति गठन हुनुपर्ने, कम्तीमा 30% लगानी स्थानीय तहले नै गर्नुपर्ने र मुख्य कुरा कृषकहरूबाट लिइने सेवा शुल्क निजी क्षेत्रको भन्दा सस्तो हुनुपर्ने। यसको सिधा अर्थ हो हाम्रा किसानहरू अब ठगिनबाट जोगिन्छन्। अब लागौँ चौथो खण्डतर्फ, राष्ट्रिय आपूर्ति श्रृङ्खला र प्रविधि। यसको आपूर्ति प्रक्रियालाई एकदमै सरल तरिकाले बुझौँ है त। सबैभन्दा पहिला स्थानीय किसानहरूले आफूले फलाएको तरकारी वा फलफूल त्यही वडाको कुलिङ हाउसमा ल्याएर जम्मा गर्छन्। त्यसपछि ती सामग्रीहरू आधुनिक प्रविधिमा सुरक्षित रूपमा भण्डारण हुन्छन्। अनि ती सामानहरूलाई देशभर पुर्याउनको लागि सिलबन्दी दरभावपत्र आह्वान गरिन्छ। र अन्त्यमा छनौट भएका 1 वा 2 वटा कम्पनीले मात्र तोकिएको मूल्य र मापदण्ड अनुसार सामानहरू देशभर वितरण गर्ने जिम्मा पाउँछन्। पहिले के हुन्थ्यो भने दुःख गरेर फलाएको गोलभेडा कुहिएर जाने, बाटोमै फ्याँक्नुपर्ने, अनि किसानले महिनौसम्म आफ्नो पैसा नपाउने अवस्था थियो। तर अब ती दिनहरू सकिँदैछन्। नयाँ प्रविधि अन्तर्गत राष्ट्रिय कृषि बजार सूचना प्रणालीले दैनिक मूल्य एसएमएसबाटै किसानको मोबाइलमा पठाउनेछ। अझ महत्त्वपूर्ण कुरा त सामान खरिद गरेको बढीमा 25 दिनभित्र अनिवार्य भुक्तानी गर्नै पर्ने र ढिला भएमा ब्याज सहित दिनुपर्ने कडा नियमले किसानको आर्थिक सुरक्षालाई पुरै ग्यारेन्टी गरिदिएको छ। अब अन्तिम तथा 5औं खण्ड, स्थानीय अर्थतन्त्रको विकास। सरकारको यो एक पालिका एक चिस्यान केन्द्र नीति साँच्चै नै एउटा गेम चेन्जर हुन सक्छ। यसले स्थानीय बालीको सुरक्षा मात्रै गर्दैन, किसानलाई सही मूल्य दिलाउँदै
भण्डारणदेखि वितरणसम्मको पूरै चक्रमा स्थायी रोजगारीहरू सृजना गर्छ। जब आफ्नै गाउँठाउँमा कृषि र अन्य पेशाबाट राम्रो आम्दानी हुन्छ र आर्थिक सुरक्षा मिल्छ नि, तब सहर वा विदेशतिर जाने युवाहरूको लड्को आफै कम भएर जान्छ।